मेरो यहाँ स्टुडेन्टहरू आउनुहुन्छ होइन, मेरो स्टुडेन्ट पनि इन्टेरियरको डिजाइन यो देखेरै पनि आउने स्टुडेन्टहरू पनि हुनुहुन्छ है। नमस्ते, म डिम्पल, अरोरा बाई डिम्पलको सञ्चालिका। अनि मेरो अरोरा बाई डिम्पल चाहिँ एउटा ब्युटी स्टुडियो हो। हाम्रो स्टुडियोको लोकेसन रहेको छ चक्रपथ महाराजगञ्ज युएसए एम्बेसीसँग जोडिएको बिल्डिङमा। मेरो चाहिँ अब स्टुडियोमा अलराउन्ड काम हुने भएकोले चाहिँ धेरै कुराहरूको साइटहरू चाहिँ मिलाउनु थियो, जस्तै मेकअप भयो, सबै कुराको मिलाउनु पर्ने थियो। अनि त्यही अनुसारले उहाँहरूले चाहिँ मलाई रिसेप्सनदेखि लिएर मेरो मेकअप स्टेसनदेखि लिएर हरेक कुराहरू चाहिँ मेरो रुमको बनावट अनुसार पनि उहाँहरूले डिजाइन गरेर यसरी गरौँ भनेर मलाई सजेस्ट गर्नुभयो। मलाई चाहिँ एकदमै मिनिमल टाइपको स्टुडियोहरू मनपर्ने भएको भएर मैले चाहिँ मलाई चाहिँ यस्तो डिजाइन मनपर्छ, यस्तो डिजाइन गरौँ भनेर मैले उहाँहरूलाई मेरो इन्सको पनि पठाएको थिएँ। उहाँहरूले मलाई 3D डिजाइन दिएअनुसार मैले पनि हेरेँ अनि मलाई पनि एकदमै यो डिजाइन चाहिँ ठिक हुन्छ जस्तो लाग्यो मेरो स्पेस अनुसार। अनि त्यसपछि हामीले डिजाइन फाइनल गऱ्यौँ। कन्स्ट्रक्सनको कुरालाई लिएर गर्दा मलाई आइडिया नभएको कुरा चाहिँ मैले खासै धेरै नोटिस पनि गरेन। मैले यो काम गर्दै पनि फोकस पनि गरिनँ। मैले चाहिँ अब उहाँहरूलाई नै छोडेको भएर मैले चाहिँ सबै उहाँहरूलाई नै सुम्पिदिएँ। अनि मैले उहाँहरूलाई छोडेअनुसार उहाँहरूलाई जिम्मा दिएअनुसार उहाँहरूले पनि एकदमै मजाले रेडी गरिदिनु भयो। सोचेको भन्दा धेरै नै राम्रो रिजल्ट आयो। म चाहिँ एकदमै खुसी छु। म डिजाइन हेर्दै खुसी थिएँ, रिजल्ट आइसकेपछि पनि झन् खुसी। आफूले सोचेको मैले सोचेको भन्दा चाहिँ धेरै नै राम्रो भन्नुभएछ। डिजाइन त सबै राम्रै छ होइन, सबै सेक्सनै राम्रो छ, रिसेप्सन एरिया पनि राम्रो छ, मेरो मेकअप एरिया पनि राम्रो छ, मेरो हेयर एरिया पनि राम्रो छ, मेरो नेल एरिया पनि राम्रो छ। तर मलाई चाहिँ सबैभन्दा मन परेको एरिया चाहिँ नेल एरिया। अहिले म बसिरहेको छु, हजुरहरूले देखिराख्नु भएको छ, यही एरिया हो, तपाईँहरूले पनि देख्न सक्नुहुन्छ। अनि नेल एरिया सँगसँगै मलाई अर्को मन परेको चाहिँ मेरो रिसेप्सन एरिया हो। यो चाहिँ मेरो क्लाइन्टहरूले पनि एकदमै तारिफ गर्नुहुन्छ, क्लाइन्टहरूले पनि एकदमै राम्रो। अनि मेरो यहाँ स्टुडेन्टहरू आउनुहुन्छ होइन, मेरो स्टुडेन्ट पनि इन्टेरियरको डिजाइन यो देखेरै पनि आउने स्टुडेन्टहरू पनि हुनुहुन्छ है। मेरो यो स्टुडियोको इन्टेरियर डिजाइन एकदमै मन पराएर उहाँहरूले पनि भन्नुहुन्छ मलाई तपाईँको डिजाइनै देखेर म आएको हो भनेर पनि भन्नुहुन्छ। त्यही भएर मेरो रिसेप्सन एरिया पनि मलाई चाहिँ एकदमै राम्रो लाग्छ। अल ओभर सबै नै राम्रो छ। सबैले मेरो क्लाइन्ट जति पनि आउनुहुन्छ सबैले मेरो यो स्टुडियोको इन्टेरियर डिजाइनको चाहिँ एकदमै तारिफ गर्नुहुन्छ है। विविधसँग काम गर्दा सबैभन्दा राम्रो पक्ष चाहिँ यो थियो भन्ने थिएन, अल ओभर सबै नै थियो। म त्यो एउटा हुन्छ नि शब्दमा बयान चाहिँ गर्न सक्दिनँ। मैले गरेको मेरो शब्दले जसरी बयान गर्छ नि त्योभन्दा पनि एकदमै राम्रो छ। तपाईँहरूले एकचोटि मेरो स्टुडियो भिजिट गर्नुभयो भने तपाईँहरू आफैले पनि देख्न सक्नुहुन्छ। मैले चाहिँ अब आफैले देखेर हेरेर मैले चाहिँ भिजिट नै प्रिफर गरेँ, किनभने मलाई उहाँहरूको काम जसरी मैले अनलाइनमा गएर हेरेको थियो, इन्स्टा पेज चाहिँ गर्दा देखाएको थियो, मलाई चाहिँ एकदमै उहाँहरू नै राम्रो लाग्यो, उहाँहरू नै मन पऱ्यो। मैले हेरेको सबैभन्दा मलाई मन परेको चाहिँ भिजिट नै, त्यही भएर मैले चाहिँ भिजिट नै प्रिफर गरेँ। मैले जति देखेँ मलाई जति रेकमेन्ड गर्नुभयो, तर मेरो मनले आँखाले टिपेको चाहिँ भिजिट है। उहाँहरूलाई सम्झेर उहाँहरूसँग काम गर्न सक्नुहुन्छ, किनभने अब मैले चाहिँ भिजिटै रेकमेन्ड गर्छु, मैले आफूले पनि प्रिफर गर्छु होइन। अब फ्युचरमा केही गर्न पऱ्यो भने पनि मैले चाहिँ फेरि भिजिटलाई नै सम्झिन्छु। अनि तपाईँहरूले पनि अब इन्टेरियर सम्बन्धी कन्फ्युज हुनुहुन्छ होइन, के गर्ने कसरी गर्ने, अब कसरी राम्रो गर्ने, यसलाई कसरी अझ राम्रो बनाउने भन्ने कुराहरू चाहिँ आफैले सोचिराख्नु भएको छ। या अब इन्टेरियर डिजाइन कसरी हेर्ने, कहाँ हेर्ने, को हेर्ने होइन, हेर्न त जति पनि देख्नुहुन्छ, तर अब काम गरिसकेपछि अब के हुन्छ भन्ने त थाहा हुँदैन। अब मैले चाहिँ अब एक्सपिरियन्स गरिसकेको भएर मैले चाहिँ हजुरहरूले भिजिट इन्टेरियर्स नै सजेस्ट गर्छु।